जोगी कहाँ गएछ एउटा मुसो मलाई त बिरालाले खाना हाट्यो बिरालोले त देख्नै हुँदैन खाइहाल्छ प्रभु मलाई बिरालै बनाइदिनु पर्यो त्यसो भए त खाँदैन तथास्तु भनेर बिरालो बनाइदिएछ फेरि बिरालोले अलिक ठुलो खालको कुकुरले झम्टिएछ भागेर जोगी कहाँ पुग्यो मलाई त यत्रो ठुलो कुकुरले झम्टियो हजुर खाने भयो मलाई त ठुलो खालको कुकुर बनाइदिनु पर्यो जख्खु कुकुर बनाइदिएछ अलिक पछि एउटा चितुवा भन्छ त्यो चितुवाले झम्टिएछ भागो त्यहाँबाट फेरि जोगी कहाँ पुग्यो चितुवा बनाइदिनु पर्ने रहेछ हजुर नत्र त चितुवाले त खाने रहेछ नि मलाई त चितुवा बनाइदिनु त्यसपछि चितुवा बनाइदिएपछि ठुलो बाघ सिंह के भेट्यो त्यसले झम्ट्यो ल मलाई त सिंह बनाइदिनु पर्ने रहेछ सिंह भएपछि यसो विचार गरेछ बल छ तागत छ नङ्ग्रा छन् यति लामा धारा छन् बलिया अब यही जोगी किन नखाने भोक लागिरहेको छ बेकार अब योभन्दा माथि मलाई कसैले केही गर्न सक्ने होइन मलाई किन चाहियो जोगी मुसोबाट सिंह हुँदासम्मको जोगी चाहियो त सिंह भएपछि मलाई अब के भयो कसको डर त्यस कारण अब यही जोगी खान्छु भनेर यसो हेरेर हङ्ग जम्टिन खोज्दा पुनः मुसीको भयो भनेर हतार फेरि मुसै भइजा भनेर छिटो जोगीले प्रचण्डलाई यत्रो पार्टीको छेउमा बस्ने अध्यक्ष बनायो तर तैँलाई किन नखाने भनेर जम्मा जम्टिएपछि बिस्तारै मुसो हुनु भने एउटा चकचके स्याल पर्या रहेछ एउटा कपडा रङ्गाउन ठिक्क पारेको निलो रङ राखिराखेको बाटामा स्याल परेर निलो भएछ त्यहाँबाट भागो रङ टकटक्याउँदै भागो तर भिजेको रङ भएको हुनाले उसको जिउबाट रङ गएन अनि उसले धाक लाउँदै हिँड्यो म यो जङ्गलको राजा हो बाघ भेट्यो बाघले पनि त्यस्तो निलो रङको कहिल्यै देखाएको थिएन को हौ तिमी उसले दम्म सासु म यो वनको राजा निलो रङको कहिले देखाएको छ मै हो सुनेको थियो निलो रङको हुन्छ यो वनको राजा भनेर मैले त सुनेको छैन त्यसो भए आज देख्यो भने प्रत्यक्ष दर्शन पायो भयो जाऊ म यो राजा भनेर धाक लाग्यो गएर बाघ सिंहहरूको कतै हुलमा उनीहरूलाई लगे उसले राजै हुँ भनेर धाक लगायो एक दिन के भएछ भने अलिक पर उसकै जातका स्यालहरू कराएछन् स्यालको एउटा विशेषता के हुँदो रहेछ भने एउटा स्याल कराएको सुनेपछि अर्को स्याल तुरुन्त ठाडो घाँटी लाइहाल्नु पर्ने कराइहाल्नु पर्ने त्यो उसको विशेषता हुँदो रहेछ अनि अन्त पर स्याल कराएको सुनेपछि उसले पनि ठाडो घाँटी लाएर हु गरिहाल्यो बाघहरूले थाहा पाए ए यो त स्याल पो रहेछ अनि एक झप्पु दिए एउटा किर्नु मजाले भैँसीको पिठमा बसेर खाएछ अगाएर झरेछ के भयो भने भैँसी खाएको यस्तो भयो भनेछ तैँले भैँसी खाइस् त नै खाएँ खाएकै हो उसले भैँसी खाएकै हो तर भैँसीले थाहा पाएन कुरो त्यति हो अब केही प्रतिस्पर्धा यस्ता पनि हुन्छन् अब एउटा तिलके गोरु थियो त्यो गोरुले अर्को गोरु देख्नै नहुने झम्टिहाल्ने सिंहौरी खेल्ने भुइँ खोस्रिने होक्का गर्ने अनि त्यसको फाँफो देखेर अरू डराउँथे एक दिन अलिक नटेर्ने खालको पहर गोरु परेछ घड्याप्प जुधेको बुढो तिलके गोरुको सिङ भाँचिथ्यो तिलकेलाई रिस त बेसरी उठ्यो होला सिङ भाँचिएकोमा तर जुझ्न सकेन यी तिलकेहरू पनि त्यस्तै हुन्
यिनले फाँफो गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिँड्दै गर्छन्। गैँडा अमेरिका जन्मिँदैन, युरोपमा जन्मिँदैन, अस्ट्रेलियामा जन्मिँदैन, यहीँ आउनुपर्छ। यही देशमा हो। जिन्दगीमा एकपल्ट गैँडा हेरेन भने जुनसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनी होस्, गैँडै देखाएको छैन भने के देख्छ? आधा जिन्दगी खेर एकछिन गैँडा यत्रो सृष्टिको चाहिँ सृष्टिको यत्रो जैविक संसारमा यत्रो गैँडा जस्तो चिज देख्दै देखाएको छैन भने पैसा कमाएर के गर्ने? के खान्छ? डलर खान्छ, युरो खान्छ। जसको पैसै नहुनु त एउटा कुरा थियो, पैसा भएर पनि गैँडा नदेखिकन जान्छ जिन्दगी भने त बर्बाद भएन। यो त पर्यटकीय स्थल हो। यो राइनो राइनो भन्ने चलाएको, राइनो होइन गैँडा भन्ने चलाउनु भयो। कहाँ छ राइनो? कसले भने? अङ्ग्रेजीमा कहाँबाट आयो राइनो? जहाँ हुँदै हुँदैन के को राइनो? राइनो हुँदै हुँदैन त्यहाँ के को राइनो? गैँडा। गैँडा जसले देखेन, गैँडा भन्न नजानेर राइनो भन्छ। भैँसी गोठ पनि भएको, गाई गोठ पनि भएको, खेत बारी भएको, फलफुल बारी भएको, सुन्तला घारी भएको, केरा घारी भएको, स्याउ घारी भएको, त्यस्तो घर परिवारमा मिल्न आएको थियो। यत्रो बारीको सुर्को बोकेर नि, 2 माना कोदो फल्ने सुर्को बोकेर यत्रो परिवारमा आएको थियो। यो परिवारको हिस्सेदार भएको थियो, छुटेर गयो। अहिले बिचरा त्यो सुरको काङ्ग्रेसका बन्धक राखेर काम चलाइरहेको। अब बिस्तारै माओवादीको के हुन्छ मैले भनिरहनु परेन। काँक्रा चोरले के गरेछ अरे भने काँक्रो चाहिँ चोरेर आफूले खाएछ। के लागेछ यहाँ भनेर यसो गरे जस्तो गरेर काँक्राको बिउँ टाँसिदिएछ। काँक्रो हराउनेले बिउँ यहाँ देखेपछि उसैलाई दिने भयो। जेन्जीका गालामा बिहा टाँसेर सरकारमा पुगेका जेन्जी यस्ता जेन्जी लौरो टेकेर हिँड्ने जेन्जीहरू हिन्द महासागरमा गएर कोसीको पानी खोज्न थाल्यो भने हिन्द महासागरमा गइसकेपछि बे अफ बङ्गालमा गएर हाम्रो कोसीको कहाँनिर छ, सेतीको कहाँनिर छ भनेर खोजेर हुँदैन त्यो। अघिसम्म हामीले एमाले भनेर, माओवादी केन्द्र भनेर भन्यो। अघिसम्म प्रचण्डजी अर्कै पार्टीको नेता, अब अर्को पार्टीको नेता भयो। मैले सायद यहीँ बस्दा बस्दै हो कि माथि केन्द्रीय कमिटी बस्छु। मैले भने अब तपाईँको माओवादी केन्द्र सिद्धियो, माओवादी केन्द्रको अध्यक्ष सिद्धियो अनि उहाँले तपाईँको एमालेको मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भने चाहिँ धेरै पल्ट सिउने कोसिस गरे। मैले एकल र सामूहिक रूपमा पनि कहिले साँझ, कहिले अलिक अबेलासम्म रात, कहिले बिहान, कहिले दिन धेरै पटक यो मन तुन्ने काममा बिताएको छु। तर भयो के भने
आज तुनेर पठाउँछु जोडेर, भोलिपल्ट बिहान आउँदा अर्कापट्टि फाटेको छ। फेरि तुनेर पठायो, अर्को दिन आउँदा अर्कोपट्टि फाटेको छ। बाको कानमा जाने, बा आमा त बोक्सी छन्, पत्याउनुहुन्न भने विचार गर्नुहोस्, निदाएको बेला मुखसुङ नआउँछ नि। बालाई भन्ने, आमालाई गएर भन्ने, आमा बा त खतम, जड्या भइसक्यो, अरू आनी बानी पनि खतम भयो, होइन भने निदाएपछि मुख सुन्नुहोस् त। अनि आमालाई मुख सुँग्न पठाउने, बाउजी कति बेर मुख सुँग्न आउँछ, आउँदैन, निदाए जस्तो गरेर बसे। एकजना बाउले चाहिँ एउटा छोरालाई चाहिँ बडो कडाइ गर्छु भनेर चाहिँ यो छोरालाई चाहिँ एउटा ढाँट्छ, यसलाई ढाँट्न दिन्न, ढाँट्न नदिने यन्त्र ल्याउँछु भनेर लाइट डिटेक्टर रोबोट चाहिँ किनेर ल्याएछन्। र अनि छोरालाई चाहिँ सोधेछन्, बाबु तैँले आज दिउँसो के गरिस् भनेर सोधेछ। अब मैले होमवर्क गरेँ भने, अनि त्यो लाइट डिटेक्टर रोबोटले के गर्छ, झुटो बोल्यो भने प्याट्ट गाला हिर्काउँदो रहेछ। छोराले प्याट्ट गाला हिर्कायो, तँलाई फटाले झुटो बोलिस् रोबोट गर्यो भने। त्यो होइन, म साथी कहाँ गएको थिएँ, कुन साथी भने हरि कहाँ भने, फेरि प्याट्टै हिर्कायो, फेरि झुटो बोल्यो। त्यसपछि होइन म गर्लफ्रेन्डसँग घुम्न गएको थिएँ भने, अनि तँलाई पाजी त्यो गर्लफ्रेन्डसँग घुम्न जाने, तेरो उमेरमा त मलाई गर्लफ्रेन्ड पनि थाहा थिएन भने चाहिँ बाउको गाला प्याट्ट हान्छ। अनि त्यो सुनेर चाहिँ आमा आँसिछन्, हो छोरो त तपाईँकै हो भने, अनि आमाको गाला प्याट्ट